हजुरलाई नमस्कार है। नमस्कार। कृपेश ड्राइभिङमा हजुरले गाडी सिक्नु भएको रहेछ। कति दिन सिक्नु भएको अहिले यो चलाइमा? मैले चाहिँ जस्तै 13 दिनको कोर्स लिएको हो। हजुर। अनि 13 दिनको कोर्समा चाहिँ भोलि मेरो अब ट्रायल छ। 13 दिनमै मैले जिरो लेभलबाट स्टार्ट गरेको। अनि अहिले त 8 मा पनि जतिचोटि भन्यो त्यतिचोटि घुमाउन सक्छु। अनि माथि उकालो ओह्रालो सबै एकदम राम्रोसँग गाइड गरेर नजानेको कुराहरू एकदम डिटेलमा बुझाएर सिकाउनु भएको छ। र त्यो म भोलि ट्रायलमा एकदम आफूलाई एकदम सेल्फ कन्फिडेन्स चाहिँ छ पास गर्छु भन्ने। सक्नुहुन्छ नि? उकालोमा रोकेर अनि जा भनेपछि सर्लक्क जान सक्नुहुन्छ? एकदम सक्छु। अनि ट्राफिक रुल्सहरू हजुरले बुझ्नु भएकै भएन? बुझिसकेँ। हिजो रिटर्न एक्जाम नि थियो। हजुर। त्यसमा पनि पास भइसक्यो। भोलि हजुर। ट्रायल छ। हजुर। अनि एल ब्याग हान्दा कसरी चाहिँ एल ब्याग गर्नुपर्छ होइन? अनि ट्राफिक रुल्सहरू के चाहिँ ध्यान दिनुपर्छ त्यो सबै तपाईँलाई थाहा छ? हजुर। एल ब्याग हान्दाखेरि अब हामीले सुरुमा कसरी अगाडि लिएर जाने, कतिनिर कहाँनिर आएपछि ब्रेक गर्ने, अनि पछाडि लिएर जाने कुराहरू सबै रुलहरू चाहिँ राम्रोसँग सिकाउनुहुन्छ यहाँ। हजुर। अनि हजुरले अब अरू आउनेहरूलाई के भन्न चाहनुहुन्छ त कृपेश ड्राइभिङमा? कृपेश ड्राइभिङ भनेको चितवनको वान अफ द बेस्ट ड्राइभिङ सेन्टर हो। ल हजुरहरूले यदि गाडी कहाँ गएर सिक्ने भन्ने कन्फ्युजन छ भने चाहिँ कृपेश ड्राइभिङ एकदम ढुक्क भएर आउँदा हुन्छ। हजुरलाई फरकै जाँदैन। 13 दिनको कोर्स लिएर हजुर ट्रायलमा एकदम फर्स्ट क्लास फर्स्ट टाइममै पास हुन सक्छ। हजुरको उकालो ओह्रालो पनि हामी यहाँ लाइभ देखाउँछौँ है त। यत्तिकै कन्टिन्यू है त? हुन्छ, हस् त, हामी हेर्छौँ। हस्, थ्याङ्क यू। हस्। हजुर जानुहोस् उकालोमा। हजुरले जस्तो भन्नुभएको त्यस्तै देखाउनु भयो है। हजुरलाई एकदम बधाई छ, धन्यवाद है। थ्याङ्क यू हजुरहरूलाई पनि। हस्। नमस्कार। नमस्ते। कृपेश ड्राइभिङमा हजुरले गाडी सिक्नु भएको रहेछ। कति दिनको कोर्स लिएर यस्तो अहिले चलाउँदै हुनुहुन्छ? मैले चाहिँ 13 दिनको कोर्स लिएको थिएँ। हजुर। मैले चाहिँ 11 दिन चाहिँ बाहिर चलाएँ। हजुर। अनि बाँकी रहेको 2 दिन चाहिँ भित्र चलाएको। हजुर। अनि अहिले चाहिँ अब त्यति कोर्स लिँदाखेरि चाहिँ मैले चाहिँ जस्तो भन्यो त्यस्तै नै गाडी चलाइदिन्छु। चलाउन सक्नुहुन्छ? उकालो ओह्रालो हजुर। अनि एल ब्याग सबैमा सक्नुहुन्छ? सबै सक्छु मैले अहिले। हो, अहिले हामीले यहाँ लाइभ हेर्छौँ, देखाउन सक्नुहुन्छ? एकदम जस्तो भन्यो त्यस्तैको चलाइदिन्छु अहिले। हो। हजुर। भनेपछि अरू आउनेलाई के भन्न चाहनुहुन्छ त कृपेश ड्राइभिङमा? अब तपाईँहरूलाई पनि यदि कार सिक्न मन लाग्छ भने चाहिँ अन्त नभइकन चाहिँ कृपेश ड्राइभिङ इन्स्टिच्युट चाहिँ आउनु होला। यहाँ चाहिँ एकदम राम्रोसँग चलाउन सिकाइदिनुहुन्छ। उता बाहिर लिएर गएर पनि ट्राफिक लाइटहरू कसरी मोड्ने के गर्ने भनेर चाहिँ सबै एकदम क्लियरसँग सिकाइदिनुहुन्छ। हुन्छ, हस्। हजुरलाई धन्यवाद है त। हस्। हस्, थ्याङ्क यू। दाजु नमस्कार। नमस्कार। हजुर कृपेश ड्राइभिङमा गाडी सिक्नु भएको रहेछ। हजुरले कति दिनको कोर्स लिनुभएको यो? मैले 13 दिनको लिएको। आजसम्म 7 दिन भइसक्यो। हजुर। घन्टाको। हजुर। अहिले कस्तो चलाउनुहुन्छ? अहिले एकदम फाइनल एकदम राम्रो चलाउँछु। राम्रो एल ब्याग हान्ने, उकालो ओह्रालो ट्राफिक रुल्सहरू सबै बुझेर गर्नुभएको कि अचुवामा गर्नुभएको छ? एकदम सबै राम्रो सिकाउनुहुन्छ यहाँ। गुरुहरू राम्रो हुनुहुन्छ। तपाईँले एकदम बुझेर चलाउनु भएको छ नि होइन? हजुर। सक्नुहुन्छ? मैले अब उकालोमा लगेर उकाल्नु भन्यो भने सक्नुहुन्छ नि होइन? देखाउनुहुन्छ नि? हजुर। उकालो ओह्रालो ए, हुन्छ, हस्। अब अरू नयाँ आउनेलाई के भन्नुहुन्छ? उनीलाई यहाँ पनि आउनु होला भन्छु। किनभने दोहोऱ्याएर तेह्राएर जतिखेरसम्म आफूले कम्प्लिट जान्दैन त्यतिखेरसम्म तिराउनु गरेर उहाँले सिकाउनुहुन्छ यहाँ। ए, हुन्छ, हस्। धन्यवाद हजुरलाई है। हस्। भाइ अघि हामीले हेऱ्यौँ हजुरको होइन? अब उकालो हामीले हेर्दैछौँ है त लाइभ। ल आउनुहोस् है त। बस, गुड। तपाईँको उकालो हेरियो होइन? एकदम देखाउनु भयो। अब तपाईँको एकदम गाह्रो ब्याग छ एल ब्याग, त्यो पनि हामी हेर्छौँ है त। ल जानुहोस्। हजुरले जे भन्नुभएको थियो नि
केही सबै गरेर देखाइदिनु भयो एकदम धन्यवाद छ है तपाईँलाई हजुरलाई पनि धेरै एकदम है तल थ्याङ्क यू ल हस्